Hello guys, welcome to back my new vlog. आज हाम्रो साथी सक्सनको बर्थडे रहेको छ, त्यसैले उसलाई मैले ह्यापी बर्थडे भने। त्यसैगरी हाम्रो साथी एलिजा र इस्माइलले हजुरहरूलाई हाई भन्नुभएको छ। हामी दुईजना साथी घाममा बर्थडे भएको लागि भने बर्थडे गिफ्ट लिन धनगढीको बजारतिर लाग्यौँ। जान त गयौँ तर फोटो स्टुडियो नभेटेर हैरान के। बल्ल तल एउटा फोटो स्टुडियो भेट्यौँ। त्यो फोटो स्टुडियोभित्र जाने बित्तिकै मेरो नजर सिधा फोटो फ्रेममा गयो। मैले आन्टीलाई फोटो फ्रेम देखाउन भने, मैले त्यति भन्ने बित्तिकै आन्टीले मलाई एक फोटो फ्रेमहरू देखाउन थाल्नुभयो। अनि हामीले हेर्दा एउटा फ्रेम चाहिँ चुज गऱ्यौँ। त्यो फोटो फ्रेम लिएर फेरि हामी आफ्नो कलेजतिर लाग्यौँ। कलेज पुगिसकेपछि हामीले हाम्रो टेबलहरू डेकोरेसन गर्न थाल्यौँ। हाम्रो टेबल डेकोरेसन भइसकेपछि हाम्रो केक पनि रेडी भयो। अब चाहिँ बर्थडे स्टार्ट हुन्छ। लेट्स स्टार्ट। बर्थडे बोयले केकको फर्स्ट बाइट चाहिँ मलाई खुवाइदिए। अनि त्यसपछि हाम्रो सर म्याडमहरूले चाहिँ पाले पिलो उसलाई केक खुवाउँदै विसहरू दिँदै गर्नुभएको छ। उहाँ चाहिँ हाम्रो दिपक भट्ट सर। उहाँले चाहिँ हामीलाई फुड एन्ड बेभरेज र हाउसकिपिङ पढाउनुहुन्छ। उहाँ चाहिँ हाम्रो दीपक धामी सर। उहाँले हामीलाई फुड प्रोडक्सन पढाउनुहुन्छ। त्यसै गरी उहाँ चाहिँ हाम्रो हिरा म्याम हुनुहुन्छ। उहाँले चाहिँ हामीलाई कम्प्युटर पढाउनुहुन्छ। अनि ऊ चाहिँ हाम्रो साथी झिल्के। उसको नाम चाहिँ योगेश बोरा, तर हामी मायाले उसलाई झिल्के बोलाउँछौँ। तल कुर्दा फाइनली मेरो पालो पनि आयो गाइज। अनि मैले उसलाई केक खुवाएर अनुहारभरि लगाइदिएँ। त्यसपछि हामी सबै साथीहरू मिलेर उसलाई गिफ्ट दियौँ। फाइनली गाइज मेरो साथीको फेस देख्न सक्नुहुन्छ। त्यसै गरी हामी चाहिँ पार्टी खानातिर लाग्यौँ। अनि हाम्रो सबै साथीहरूले हजुरलाई हाई भन्नुभएको छ। हजुरहरू मेरो च्यानल